भाउजू चाहिँ नि अनुहारले राम्री हैन मनले राम्री हुनु पर्यो नि अन्त पो सबै काम त्यस्तो ल्याउने भाउजू अन्त हाम्रो ब्लग पुरा हेर्नुहुन्छ अरे हैन हाम्रो ब्लग कस्तो लाग्छ दि भन्दिनुस् न एकदमै राम्रो लाग्छ मन पर्छ मेरो साथीले पनि पठाउँछ दाँत निस्क्यो ला खोइ देखाउ त दाँत एकछिन न खोइ दाँत देखाउ त ल अझको पनि जुम्रा हेर्नु भने खोइ अझ खोइ जुम्रै छैन त अझ केसै छैन रहेछ बहिनीहरूलाई टिका लगाइदिएछन् पैसा दिएछन् मलाई दिएन नि त अझले खोर चाहिँ यतिको बनिँदैछ है त र गभर्मेन्टको टाउको चाहिँ लाग्यो गाइस मलाई त मम्मीले के भन्छन् यहाँ हो अस्ति नै हामीले रोपेको कोपी चाहिँ यतिको भएको चाहिँ देख्न सक्नुहुन्छ हजुरले है यस्तो मिहिनेत गरेर रोपेको थियो आमा छोरा है बाबा पनि भएर सो हेलो एभ्रीवान वेलकम टु आवर न्यू भ्लग गाउँले भ्लगमा स्वागत छ हजुरलाई है यहाँ भने चाहिँ बहिनीले पाइप मिलाउँदैछ किन भन्दाखेरि यहाँ आँगन लिप्ने काम हुँदैछ है त देख्न सक्नुहुन्छ हजुरले मम्मीले रिपेयर गर्नु भएको छ झन्डै पानी बनाउनु भएछ मम्मीले अस्तिको दिन कहिले बनाउनु भएको मम्मीले अस्तिको दिन बनाउनु भएको यो चाहिँ गाइस हाम्रो प्राइभेट लाइन यो चाहिँ एक्स्ट्रा हो र गभर्मेन्टको टाउको चाहिँ लाग्यो गाइस मलाई त मम्मीले के भन्छन् यहाँ हो अहिलेको बडीहरूले छुन्छन् नि भइहाल्छन् नि यसरी मजाले होइन गाइस लिप्छन् सिकाउनु पर्यो र पो लिप्छन् त र त्यो गाइस सिमी टिप्यो र त्यो गाइस भने चाहिँ जाँदैछु अब भने बहिनीको आधार कार्ड लिनुको लागि खोइ हेरौँ अस्ति करेक्सन गरेको छ आधी उधी करेक्सन भएको छ हो के कस्तो भएको छ देखाउँछ हजुरलाई र यहाँ पनि लिप्नु हुने रहेछ त्यहाँ पनि गोबर यति राखिरहनु भएको छ हो भाइ बहिनी चाहिँ उता बाबासँग छ र अघि भने चाहिँ हाम्रो बहिनीले भ्लग गरेको छ है त त्यो हेर्नु होला अब भने चाहिँ म त्यो लिएर आइहाल्छु है के भयो भाउजू चाहिँ नि अनुहारले राम्री हैन मनले राम्री हुनु पर्यो नि अन्त पो सबै काम त्यस्तो ल्याउने भाउजू अन्त दाँत निस्क्यो ला खोइ देखाउ त दाँत एकछिन न खोइ दाँत देखाउ त ला हो उसको त अन्त घरि जुम्रा निस्किन्छ घरि दाँत निस्किन्छ के यस्तो पारा बहिनी ला हो मासु खानु पाउँदैन बहिनी अब एक दिन टिकै देखिरहेको छ भरे झन् सुकेसी झन् टिकै देख्छ है त र त्यो बहिनीले भ्लग गरेको छ गाइस त्यो हेर्नु होला या बुहारीको कुरा हुँदैछ त्यस्तो कुराहरू गर्ने हुँदैन अहिले भने है समय छ र म बुढो भएको छैन स्विट 16 म काको ढिलो भयो तँले गाली खाइस् अब तँले गाली खाइस् ओ हेर खुट्टाको छाप गयो मम्मी यो खुट्टाको छाप हेर्नु नि अब भित्रैभरि पार्सलै हुन त यहाँ लिप्नु भएको छ आज भने औँसीको दिन पनि हो है म कहाँ जान लागेको छु भन्दाखेरि यहाँ दुईजना है बदमासहरूलाई लिएर चाहिँ म जान्न लागेको छु गाइस पर अजाको घरतर्फ अजाले बोलाउनु भएको थियो नि त रात छ अरे नि त त्यही भएर चाहिँ अजाले बोलाउनु भएको छ र गाइस यसो अहिले भने चाहिँ हामी आइपुगिसकेको छौँ यहाँ घरमा होइन यहाँ भने चाहिँ काकी हुनुहुन्छ हो उनीहरूलाई चाहिँ अल्छी लागिसक्यो कस्तो लाग्दैछ अल्छी लाग्दैन गाइस यहाँ भन्छ दिदी हुनुहुन्छ दिदीले चाहिँ हाम्रो भ्लग पुरा हेर्नुहुन्छ अरे होइन हाम्रो भ्लग कस्तो लाग्छ दि भनिदिनुहोस् न एकदमै राम्रो लाग्छ मन पर्छ मेरो साथीले पनि पठाउँछ अस्ति हेर्छु भन्दा खोइ भेट्दैन बहिनीहरूलाई देखाइदिनु पर्यो भेट्दैन काकी आउनै हुँदैन हाम्रोमा काकी वर्षमा एकचोटि भन्नु अन्त त वर्षमा एकचोटि पनि आउनु हुँदैन काकी हाम्रो घरमा अब र गाइस होइन सो अझ भने चाहिँ तल हुनुहुन्छ अझ तल हुनुहुन्छ होइन कि बिहानै मलाई नि छिटाइज भन्दा अझले हाम्रोमा आउनु भएको छ डाक्टर अझा यसलाई यो लङ्गडे भयो अझले यहाँ के दिनु अरे अझा के लाउनु अरे सिस्नु कुटेर लाउनु अरे ऊ लाउँदिन भन्दैछ त होइन अर्को खुट्टा अन्त भुइँमा झार्छ त अन्त अझा दुख्यो भन्दैछ तँले मेरो म क्लास 2 3 पढ्दा खतरा जुम्रा पढेको थियो मलाई याद छ हामी 2 हो कहिले पढ्दा होला सायद अझको पनि जुम्रा हेर्नु भने खोइ अझ खोइ जुम्रै छैन त अझ केसै छैन रहेछ आज सडा थियो अझकोमा बहिनीलाई बोलाएँ मैले बिहान विचार गरेँ बहिनीलाई आइज भने भाइ बहिनीहरूले आइज भने मलाई आइज भने अन्त म नआएको अन्त बहिनीहरूलाई टिका लगाइदिएछन् पैसा दिएछन् मलाई दिएन नि त अझले मलाई हेपे गाइस बासी भात त खान्न हो के लाएको त्यो मेहन्दी लाएको खोइ देखो त हात मेहन्दी लाएको हेर बस्नु अझ बस्नु नि अझ
बस्नु नि एकछिन बस्नु के काम छ घरमा को छ घाँस काट्न छैन ए ती तल्लोपट्टि छोड्दिनु नि त बाख्रा अमिसँग हाँदै बस्छ नि ए बासी भात छ होइन मेरो लागि राखेको त्यो हालिदिनु नि बाख्रालाई अहिले दाजु हालिदिनु त चार सक्यो त मैले हिजो बोकेर आज सर भनेर हिजो बोक्दै गर्नु र त्यो गाइस न बाख्राखोरको अपडेट देखाउँछ हजुरलाई के कस्तो बनिँदैछ भनेर के बोकेर हिँड्ने ओए ओए कुखुरा के बोकेर हिँड्निस् ओए यसले के बोकेर हिँड्ने मुखमा ऊ र बाख्राखोरको अपडेट भन्नुपर्दा गाइस यो हो टेम्परेरी खोर भन्दा पनि लगभग 15-20 दिन भएर राखेको यहाँ है यो म्याडम ब्याउना रहेछ देन त्यसको पछि यो पनि ब्याउँछ है त अलि बादमा खोर चाहिँ यतिको बनिँदैछ है त म तल्लोपट्टिबाट देखाउँछु हजुरलाई मटरको थाङ्ग्रा अस्ति लम्बा थियो हाम्रो बाबाले है तपाईँले हेर्नु होला त्यो ब्लग पनि हेर्नु होला मटर बारी इज हियर है फाइनली खोर चाहिँ यतिको बनिएको छ अब एक दिनमा बनिहाल्छ है बाँसहरू यहाँ छ उपरतिर पनि बाँस छ माछाको कुवामा हाम्रो नयाँ माछा आएको छ तपाईँलाई देखाउँछु नयाँ माछा गाइस हाम्रो माछाको कुवामा त्यही पानी बिना माछा बसिरहेको छ ऊ लियो भाइ ओ लियो भाइ त्यहाँ माछा पालेको थियो गाइस अस्ति नै हामीले तर अहिले छैन है यतिको बनिँदैछ है भोलि बनेपछि राम्रो हुन्छ मेन त हाम्रोमा च्यादर कम्ती छ पुरानो च्यादर युज गर्ने हो नयाँ किन्दा ओर्दाखेरि कति पर्छ निकै परिहाल्छ 750 हो कि 760 कति पर्छ ल सायद 40 mm को 8 फुटे एउटा किन्यो भने चाहिँ तोरी पनि खाने लायक हुन लागिरहेको छ है त म जुम गरेर देखाउन चाहे हजुरलाई जुम तोरीको साग यो चाहिँ यो यतातिको चाहिँ गाइस तोरीको साग हो यतातिको चाहिँ धनियाँहरू छ है सागहरू छ उतापट्टि सिमी फेरि पछौटे रोपेको अब हुन्छ कि हुँदैन त्यो याद भएन है र भाइ र बहिनी भने चाहिँ पर नै बिउ लिनु गएको छ आमेकोमा बहिनीले भ्लग गरेको होला सायद है त्यो हेर्नुलाई त गाइस अहिले भने चाहिँ दिदी र भाइ हामी कहाँ जाँदैछौँ भन्दाखेरि भाइ कहाँ जाँदैछौँ अरे आमैको घर पर आमैको घर जाँदैछौँ होइन पर भन्दा पनि अस्ति हाम्रोमा आउनु भएको थियो नि आमै उहाँकै घर जाँदैछौँ है किन भन्दाखेरि चाहिँ नि गाइस कोपीको बिउ लिनु गएको आमैले टिपिरहनु भएको छ अरे उखालिरहनु भएको छ अरे है र यहाँ चाहिँ अब यो बिरालोको हालत हेर्नुहोस् गाइस यहाँनिर चाहिँ आमैहरूको बिरालो होइन यो चाहिँ हाम्रो बिरालो जस्तै रहेछ मुख पनि गाइस हाम्रो बिरालो जस्तै रहेछ मुख पनि गाइस हजुर देख्न सक्नुहुनेछ यहाँ कालो सेतो दारी जुङ्गा भएको बिरालो रहेछ यो पनि हो एकदमै राम्रो रहेछ यो चाहिँ होइन र यो चाहिँ मस्त यो चाहिँ गाइस यहाँभित्र खोले पकाउने भित्र सुतिरहेको चाहिँ एकदमै खतरा बिरालो होइन र आमै भन्छ गाइस उता बारीमा हुनुहुन्छ गाइस त्यहाँ हुनुहुन्छ है सो अहिले भन्छ आमै आउनु हुँदैछ हाम्रा आमै बिचारा सिटले खाएको साग लिएर आउनु भएको गुन्द्रुक हाल्नु आमै के गर्नु ए गाईलाई पो ए म त गुन्द्रुक पो हाल्नु ल्याउनु भएछ भनेको त मेरो आमैले त हुँदैन यो सिटले खाएको हो गाइस सिट मैले फर्स्ट टाइम देखेको आमै यस्तो हुनु गाइस सिटले चाहिँ यसरी खान्छ अरे हजुर देख्न सक्नुहुन्छ है ए अन्त बाबैकोमै आएको नि आम्मैले बोलाउनु भएर आएको नि अन्त गाइस बाबा चाहिँ भर्खर गोबर सोरेर आउनु भएको छ होइन बाबै आज चाहिँ गाइस सबैजना काम बिजी हुनुहुन्छ काम गरिरहनु भएको रहेछ है अघि देखाएँ नि मैले आमै तपाईँको कालेलाई तपाईँको काले पनि अघि देखाएँ नि हाम्रोमा यस्तै छ आमै मुख कालो सेतो तपाईँले हेर्नु भएको होइन गाइस हजुर देख्न सक्नुहुन्छ कस्तो मजाले फलेको आमै यो त यस्तोमै यहाँनिर हजुर देख्न सक्नुहुन्छ गाइस है आमैको चाहिँ हातै राम्रो नि त अन्त त आमै नै राम्रो अन्त हामी चाहिँ भने चाहिँ यहाँनिर आमैकोमा आएर चिया पिइरहेको छौँ होइन भाइ सुरुपे खाउ त कस्तो भएछ अब भने चाहिँ म चाहिँ जाँदैछु गाइस घरतर्फ होइन आमै गएको आयौँ खायौँ दुःख दिउँ गयौँ बाई 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 हुन्छ र गाइस हेर्नुहोस् आमैले चाहिँ यहाँनिर है एकदमै फ्रेस कोपीको बिउ गाइस कोपी पठाइदिनु भएको छ कोपीको बिउ र ऊ भाइको हातमा पनि छ हेलो सो वेल गाइस फिलहाल भने चाहिँ हाम्रोमा के भइरहेछ भन्दाखेरि यहाँ खाजा खाने टाइम भइरहेको छ बाबा खाँदैछ मोमो हिजो बेलुकाको बासी मोमो बहिनीले फ्राई गर्दैछ हो होइन यस्तो खानुपर्छ खाजा है भाइले त खाएको होला के खायो आज सुन्तला खायो एप्पल करेन्ट पनि खायो नि खायो आम्मा अरू सुनपापडी चिया बहिनी चाहिँ के खायो सेम
हैन उसले जे खायो मैले पनि त्यही खाएँ ए मैले चाहिँ तर उनीहरूले चाहिँ खाइदिएँ तर भानिसले त अन्त पोल्ट्री कुखुरा खाएको चिज अलिकति खायो तिमी खायो छैन अन्त त्यो त खाएन रहेछ त अन्त अब कुखुरा हेर्नुपर्छ है त ल सो गेस्टमा आमाले पठाइदिनु भएको अलिकति खुर्सानी क्याट्याक्क राखेर राख्नु फेरि बहिनीले अब यहाँबाट जाँदा काम गर्ने भएर जानु पनि सबै फ्राई गर्न सक्ला उनीहरू कामै नगर्दो रहेछ बिहान बाबाले याद होला नि गोबर सोर्नु भन्दै थियो बाख्राको खोर सोर्नु एउटाले आँगन बढार्नु भनिरहनु भएको थियो अन्त हेर बाबाले भन्नुभएको मान्नु पर्यो नि त्यसरी सानोमा त भान्जी टकटक गरिदियो भन्दा जस्तो अलिक गर्दैन अहिले त पुरा बदमास मात्रै गर्दछ भाइले झन् गर्दैन है भाइ गुड पहिला त्यो बहिनीको फोटो देख्नुभयो अघि है भान्जो यत्रो आउँछ भोटर कार्ड जस्तो आधार कार्ड बहिनीको यत्रो आएको छ नाम मिस्टेक छ बहिनीको ल्याइन त्यही तपाईँको उयो भएर आएछ सब तपाईँको नाम मिस्टेकै छ बादुरमा बिडिआर मात्रै छ बनाउनु पर्ने यत्रो आउँदैछ नि अब बोल्नु जाने ठुलो पछाडि अगाडि भएको हजुर तपाईँ भनेर बहिनीको नाम अगाडि डेट अफ बर्थ अगाडि फोटो अगाडि अन्त पछाडि अगाडि अन्त त्यो आधार कार्ड नम्बर अन्त पछाडिपट्टि चाहिँ तपाईँको नाम हाम्रो एड्रेस बहिनी बस्नु बस्दैन घरमा यस्तो आउँदैछ सानो अहिले देखाउँछु के भयो अरे खास कुरा चाहिँ नङ्गलो बस्छु किन किन के भयो अरे फर्स्टदेखि काका त आइराख्नुहुन्छ अब कहिले फेब्रुअरी मार्चतिर अनि यहाँ चाहिँ आउनु पाउँदैन भनेर चाहिँ म अलिक बस्छु अप्ठ्यारो बोलेको है नेपाली बोल्नु बिर्सिसक्यो भाइ सो गेस आजको खाजा यस्तो छ हो एउटा मम्मीले खाइदिइहाल्नु भयो एउटा मैले खाएँ बहिनीले फ्राई गरेको हो दिइहाल्नु हालिहाल्नु ठुलो थियो भने यो सानो भयो यो भन्दा अलिक दामी थियो यस्तो यो बाङ्गो परेको छ यो यस्तो थिएन अर्को दिनु त्यो पनि डल्ले खुर्सानीसँग खाइरहेको छु मैले त फेरि अचार नभएर हो फेरि सस हालेर खाएछ कसैले पिठो मात्रै खाने के खाइछौ पर केही खाएन छु एकदमै चिसो भइरहेको छ लगभग 4 पनि नागिसकेको छ है र बाबा भने जानु भएको छ घाँस काट्नको लागि र म जाँदैछु पानी लगाउनको लागि है यता छ हाम्रो अर्को खोर कुखुराको पोल्ट्रीको खोर यहाँ पनि छ चल्ला है माथि पनि छ र नयाँ खोर बनिन बाँकी नै छ नयाँ खोर चाहिँ अस्ति डिसेम्बरमा बनाउने प्लान भएको थियो तर के भयो भन्दा फेरि त्यही हो चाहिने भनेको स्तन धन है अब त्यसै कारण चाहिँ चेन्ज गरेको छु है कुखुरा देखाउँछ हजुरलाई भित्र देख्नु होला कुखुराहरू है त्यहाँ छ है त अस्ति नै हामीले रोपेको कोपी चाहिँ यत्तिको भएको चाहिँ देख्न सक्नुहुन्छ हजुरले है यस्तो मिहिनेत गरेर रोपेको थियौँ आमा छोरा है बाबा पनि भएर यो खन्दा बाबा र मैले खनेको थियौँ हो र मल पनि बाबाले बोक्नु भएको अन्त ड्याङ चाहिँ फेरि मैले बनाएको रोप्ने बेलामा चाहिँ मम्मी र मै थियौँ है देख्न सक्नुहुन्छ हजुरले यो चाहिँ हो सब मिक्स छ कि बन्दाकोपी फुलकोपी र ब्रोकौली सायद मिक्स होला यहाँ भने 85 गर्नुभएको छ देखाउँछ है त म 85 गरेको कति बेला याद छैन होला नि त 85 भनेको के हो भनेर यहाँ चाहिँ 85 गर्नुभएको छ यहाँ देख्नुहोस् न तपाईँले बाक्लो मसिनो खालके यसलाई चाहिँ 85 गरेको भन्छ ऊ त्यहाँतिर चाहिँ बाक्लो छैन नि त यो चाहिँ अब बादमा सार्नु लागि चाहिँ रोपिराखेको अहिले चाहिँ सारिराखेको तर यसलाई हामीले अर्को जग्गा सार्नु सक्छौँ जस्तै यहाँ पनि छ यहाँ पनि छ त्यहाँतिर पनि छ कि अब बिचमा जग्गा चाहिँ मर्छ त्यो जग्गामा लगेर सार्दा हुन्छ या प्लस अर्को जग्गातिर लगेर रोप्दा हुन्छ है कुखुरा खोर्कै बारेको स्टाइल फेरि मेरो हो राम्ररी बारेको पनि छैन वरिपरि टेन्सन हुन्छ कि मेन टेन्सन चाहिँ केको हुन्छ भन्दाखेरि मलसाप आयो भने टेन्सन हुन्छ नभए त अरू खास टेन्सन छैन मलाई धन्न बेलुका हाम्रो घरको एउटा डगी चाहिँ उहाँ सुत्दिन्छ कि देख्नुहोस् न तपाईँले त्यहाँ यसो नि प्लास्टिकको दारी यहाँ सुत्दिन्छ धन्न स्काई चाहिँ त्यहाँ सुत्दिन्छ यसरी लाउनुपर्छ नि त पानी यसो गर्दै आज त फोर्स पनि छैन रहेछ पानीको के नभए त मजा आउँछ पानी लगाउनु लागि हेर्नु नि कता जाँदैछ आज त कता र फिलहाल भने चाहिँ चिया पिँदैछ गाइस हाम्रो सधैँको डेली रुटिन यस्तै हुन्छ है त सबैले देख्छ हजुरले चिया यो चाहिँ हो हाम्रो हरियो परेको सब्जी साग र यहाँ छ सिमी है त यो चाहिँ किन टिप्नु भएको भन्दाखेरि भोलि तपाईँ पठाइदिनु पर्ने छ है त्यसै कारण मेरो साथीलाई पनि पठाइदिनु पर्ने छ है त्यसै कारण टिप्नु भएको मम्मीले आज चाहिँ एकदमै स्पेसल पाक्दैछ गाइस देख्नु हजुरले ह्यान्डमेड थुक्पा नै भन्छ नि कि कौडी थुक्पै भन्दा पनि भयो गाइस बनिन्छ है त देख्नु हजुरले यस्तो दामी आउँदैछ बिराललाई के भयो के भयो र फिलहाल पनि चाहिँ हाम्रो डिनरको समय भइसकेको छ र आज भने के छ देखिहाल्छु हजुरलाई है सो गाइस देख्छ हजुरले आज छ कौडी सबैजना बसेर खाइरहेछौँ बाबा बहिनीहरू है भाइ यता मम्मी यता बहिनी है यति छ त आज भने र त्यही गाइस आजको लागि भ्लग यति नै र आजको भ्लग हजुरलाई के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला थ्याङ्क यू सो मच फर वाचिङ आवर भ्लग है भेट्यौँ हामी नेक्स्ट भ्लगमा सो टिल देन स्टे सेफ टेक केयर बाइ बाइ गाइस